उनी हुन् नेपाल ट्रेड युनियन महासंघ जिफन्ड नेपालका उपाध्यक्ष कमल गौतम। आखिर यस्तो घटना कसरी घट्न गयो त? यो दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरूले वरपरको वातावरणमा अवलोकन गर्दा पानी परिरहेको छ र त्यो त्यहाँ एकदमै भिडभाड पनि देखिएको छ। हुन सक्छ हार्ट अट्याक हो या कुनै रोग थियो। एक्कासी बोल्दा बोल्दै ढले गौतम। गर्मीले यस्तो भएको हो भनौँ भने हिजोदेखि नै अविरल रूपमा वर्षा परिरहेको छ। आखिर के भयो त? कसरी यस्तो घटना घट्न पुग्यो? यस विषयमा जानकारी दिन गएछौँ। आउनु सुरु गरौँ आजको जानकारी। सयौंको भिडमा गौतम एक्लै उभिँदै थिए। गौतमले आफ्ना विचार धारणाहरू राख्दै थिए। त्यतिकैमा एक हात उठाउन पुग्छन् र केही समातेको जस्तो देखिन्छ। त्यतिखेरै उहाँलाई नै हार्ट अट्याकको पहिलो अवस्था आइसकेको हुन सक्छ। त्यसपछि बिस्तारै बोल्दै जाँदा उनी एक्कासी भुइँमा लड्छन् र उहाँको प्राण जान्छ। हामीले गुमाउन चाहदैनौँ। अत यो कारणले